मेसिन चाहिँ यसरी लोड हुन्छ कसरी लोड हुन्छ भन्ने कुरा हेर्छ। जुन तरिकाले मेसिन लोडेर चाहिँ राम्रो हुन्छ। हेर्नुहोस् ल माथि चढिसक्नु भएको छ। अब सेफली माथि चढ्नु भयो हाम्रो पार्टनर। यता चाहिँ इसारा दिइरहेको छ यस्तो यस्तो गर यति साइडमा लैजा भनेर इसारा दिइरहेको छ होइन। यसरी लोडिङ भइरहेको छ हाम्रो मेसिन चाहिँ यो गाडीमा एकैचोटि दुईवटा लोडिङ हुँदैछ कि हेर्दै गर्नु है साथीहरू। टक्क घुमाउनु भयो उहाँले 90 डिग्रीमा है। सर घुमाएर उहाँले चाहिँ अगाडि पछाडि सेटिङ गरेर मिलाएर न यता न उता बडी राख्न मिल्दैन। एकदम लेभलमा दुईटै मेसिन यसरी चाहिँ गाडी माथि राख्नुपर्ने हुन्छ। र हेर्नुहोस् साथीहरू उहाँले ब्याक गर्दै हुनुहुन्छ। कति साइडमा कति ग्याप राख्नुपर्छ भन्ने कुरा अपोकरलाई थाहा हुन्छ। अर्को साथीले पनि इसारा दिइरहेको छ। ओके ल एकदमै पोजिसन भएको छ मिसिन एकदम नजिक। यता पनि हेर्नुहोस् जुन तरिकाले चाहिँ हामीले चाहिँ भित्र एकदम बेटर तरिकाले चाहिँ हामीले राख्न सकिन्छ। हेर्नुहोस् राम्रोसँग मेसिन लोड गर्ने तरिका। एउटै लो बेडमा दुईवटा मेसिन कसरी लोड दिन्छ भनेर चाहिँ मैले तपाईँहरूलाई देखाएको छु। राम्रोसँग हेर्नुहोस् है।